नमस्ते। तिहारको पूर्व सन्ध्यामा मैले तपाईहरुलाई एउटा पोडकास्ट लिएर आएको छु। यस आउँदै गरेको तिहारको सम्पूर्णमा शुभकामना दिँदै म आज एउटा हामीलाई अत्यावश्यक वस्तु यदि हामीले त्यसलाई राम्रोसँग प्रयोग गर्यौं भने हामीलाई दैनिक जीवनमा प्रयोग हुने र यदि हामीले त्यसलाई मिसयुज गर्यौं भने चाहिँ त्यसले ठूलो धन जनको क्षति गर्न सक्ने अर्थात फायर आगोको विषयमा हामी आज कुरा गर्दै छौं। यो पोडकास्ट आफैमा पनि किन विशेष छ भने मैले यही आगो र चितवनमा रहेर हस्पिटलको सेक्टरमा चाहिँ फायर सेफ्टीको बारेमा रिसर्च गर्नुभएका र एउटा केस स्टडी पब्लिश गर्नुभएका मेरा आत्मीय साथीसँगको यो पोडकास्टलाई लिएर आएको छु। अवश्य नै हामीले यो पोडकास्ट मार्फत आगो के हो, यसका स्ट्यान्डर्डहरु के छन्, कम्प्लायन्सेसहरु के छन्, नेपालमा के प्र्याक्टिसेसहरु छ, यसको इन्डियामा कस्तो छ र अमेरिकामा कस्तो छ भनेर राम्रोसँग स्टडी गरेर एउटा केस स्टडी इन्टरनेटमा पनि म तपाईहरुलाई लिंकमा पनि शेयर गर्छु। त्यो केस स्टडी शेयर बनाउनु भएको मेरो साथी आत्मीय साथी इन्जिनियर चन्द्रमणि बस्याल सरलाई मैले निम्त्याएको छु। आउनुस् ढिला नगरिकिन उहाँलाई स्वागत गरौं। सीएम सर, थ्यांक यू सो मच। तपाईलाई मेरो पोडकास्टमा स्वागत छ। धन्यवाद, नमस्कार। हजुरलाई पनि आउँदै गरेको दीपावलीको शुभकामना छ। थ्यांक यू सो मच। मैले कति कुरा जोड्न पाएँ। मैले अझै तपाईले नै आफ्नो अलिकति परिचय खोल्दिनुस् न प्लिज। हजुर, म इन्जिनियर चन्द्रमणि बस्याल। यही अहिले मेरो अगाडि भनिसक्नु भएको छ, म हस्पिटलमा कार्यरत छु विगत 10 वर्षदेखि र यसै गरी चलिरहेको छ। एक्ज्याक्टली। हामी अघि पनि मैले भने हजुर तिहार आउँदैछ हैन, हामी धेरै यो बेलामा अझै अरु बेला भन्दा धेरै फायर चाहिँ हामी अथवा बिजुली लाइटहरुमा बढी खेल्छौं। सो यो फायरलाई चाहिँ सर्वप्रथम हामी फायरलाई बुझौं न, बुझाइदिनुस् न फायरको के हो र यसका कसरी क्लासिफिकेसन गरिएको छ, हामी त्यहाँबाट सुरु गरौँ। ठीक छ। फायर त अब हामी सबैले देखे जानेको बुझेकै कुरा हो, किनकि हाम्रो जीवनमा यो अपरिहार्य कुरा हो, किनकि हामी जीवन जन्मेदेखि नै फायरको उपयोग गरिरहेछौँ हैन। अब फायर भन्ने बित्तिकै के हो भन्दा फायर एउटा सिम्पली भन्दा केमिकल रियाक्सन हो। यो केमिकल रियाक्सन 3 तत्त्वको रियाक्सनबाट फायर बन्छ। एउटा फ्युल अनिवार्य चीज भयो, अनि अक्सिजन र हिट, 3 चीज बनेरको रियाक्सनबाट फायर बन्छ। यो 3 चीज मध्ये कुनै एउटा चीजलाई हामी हटाउन सक्यो भने फायर, आग लागि भन्दा 3 चीज मध्ये एउटा चीजलाई हटाउन सकियो भने फायर बन्द हुन्छ। सिम्पली त्यही नै हो फायर भनेको। हजुर, फायर त एक्ज्याक्टली यसलाई एकदम बेसिक लेभलमा थोरै इभोल्युसनलाई लिउँ न। फायरको इभोल्युसन जस्तै हाम्रो ढुङ्गे युगमा चाहिँ तपाईको ढुङ्गा बजालाई चाहिँ गरेदेखि लिएर अहिलेसम्म आउँदाखेरि नितान्त हामीले उपयोगिताको हिसाबले कुरा गर्दाखेरि चाहिँ फायरलाई कसरी हेर्नुहुन्छ तपाईले? अब फायर अघि मैले डिफिनेसनमा भने चाहिँ 3 तत्त्व, अब जो सुरुदेखि अन्तिमसम्म अहिलेको एडभान्स युगसम्म आउँदा पनि त्यही नै हो हैन। त्यसमा अब अक्सिजन त त्यही नै रहिरहन्छ, हिट तापक्रम चाहियो भने हिट बिना आगो हुँदैन। अब फ्युल चाहिँ फरक हुन सक्छ। अब त्यतिबेला ढुङ्गाको झिल्कोबाट बनेको थियो, खर काठ, अब हुँदै अब इलेक्ट्रिक फ्युल ओइलहरु आए, त्यसरी त्यो फ्युल चाहिँ चेन्ज भएको हो। हिट र अक्सिजन त उही नै हो, त्यही नै। एक्ज्याक्टली। त्यसमा त्यही त सोर्सहरु चेन्ज भए, हजुर, तर त्यो कम्पोनेन्ट त कहिले पनि चेन्ज हुने कुरा रहेन। सो यो हामीले एबीसी टाइपको क्याटेगोराइज गर्छौं नि यो तपाईको फायरलाई, र यी फायर र यो हामीले भनौं एबीसी टाइपमा चाहिँ कसरी डिस्टिंग्विश गरिएको हुन्छ यो? फायर भन्ने बित्तिकै यसको सेफ्टीतिर जाँदाखेरि फायरको क्लासिफिकेसन पनि बुझ्न जरुरी छ हैन। हजुर, किनकि फायर भनेको यो जीवनमा अपरिहार्य चीज भए वरदान नभए कहिलेकाहीँ अभिशाप हुन्छ। यसले धेरै क्षति पनि पुगाइरहेको छ। त्यो भएर कस्तो छ भने फायरलाई जेनरली कोही ठाउँमा चाहिँ 6 प्रकार भनिएको छ, यसलाई 5 प्रकारमा बाँडिन्छ। बेसिकली क्लास ए भनेको हामीले गाउँघरमा देखिएको कागज, काठ, खर, यो ठोस पदार्थबाट कपडाहरू जल्दा यसलाई चाहिँ क्लास ए भनिन्छ। जसलाई निभाउन चाहिँ पानी प्रयोग गरिन्छ। एक्ज्याक्टली। अब त्यसैगरी हाम्रो जनमानसमा बुझाइ के छ भने हरेक प्रकारको आगोलाई पानीले निभाइन्छ भन्ने बुझाइ पनि हुन सक्छ। त्यो बुझाइ त्यहाँनिर हामी गलत हुन सक्छौँ, किनकि अनि केबाट आगो लागेको त्यसलाई त्यही किसिमको चीज प्रयोग गरेर निभाउनु पर्ने हुन्छ। अनि त्यो क्लास बी भनेको हामी लिक्विडहरु जस्तै ओइल, डिजेल, पेट्रोलहरुबाट भएकोलाई चाहिँ क्लास बी भनिन्छ। सी भनेको ग्यासहरुबाट आगलागी
अब हाम्रो त अहिले सबैको घरमा किचनमा अहिले त ग्यासै प्रयोग हुन्छ। हजुर ग्यासबाट आग लागि भयो भने त क्लास सी भनिन्छ। अनि क्लास डी मेटलहरू तत्त्वबाट भयो भने क्लास डी भयो। यी भनेको इलेक्ट्रिक, अहिले त अब इलेक्ट्रिक चिजहरू पनि आयो। बाट भएको चाहिँ क्लास ई भनिन्छ। कहीँ कहीँ चाहिँ याफ पनि क्याटेगोराइज गरिएको छ। याफ भनेको किचन ओइल, किचनमा हुने ओइल घीहरूबाट आग लागि भयो भने त्यसलाई चाहिँ एफ क्याटेगोरी गरिन्छ। यो क्लास फायरका क्लास अनुसार त्यसलाई पनि निभाउनलाई प्रयोग गरिने चिज फरक छ। जस्तै अघि त मैले सोध्नुभएको थियो एबिसी भनेको कस्तो भने एलाई चाहिँ पानीले प्रयोग गरियो, हजुर, अनि बीसीलाई चाहिँ हामी ड्राई पाउडरहरू प्रयोग गरिन्छ। अब त्यसै गरी हाम्रो ओइलमा किचनमा हुने चिजहरूलाई चाहिँ हामीले वेट भनेको भिजेको कपडा त्यस्तो चिजहरूले प्रयोग गरिन्छ। अब ग्यासहरू कहीँ मेटलहरूमा त्यस्तोमा चाहिँ CO2 प्रयोग गरिन्छ, कार्बन डाइअक्साइड प्रयोग गरिन्छ। त्यही भएर यो क्लास र अनि क्लास अनुसारको फायर कुन हो भन्ने बुझेर त्यही अनुसार त्यसलाई निभाउन प्रयोग गरिने चिजहरू चाहिँ बुझ्न जरुरी छ। एक्ज्याक्टली, तपाईँले ठ्याक्कै एउटा राम्रो पोइन्ट निकाल्नु भयो। मैले अस्ति मात्रै एउटा भिडियो हेर्दै गर्दाखेरि बिजुलीमा चाहिँ पानी हालेर निभाउँदै गर्दाखेरि अर्को इन्सिडेन्ट भएको कुरा होइन, यो खालको मानसमा चाहिँ जनमानसमा यो खालको अवेरनेस नभएर हो। पक्कै पनि त्यो कस्तो हुन्छ नि, मान्छेले आगो लागेपछि निभाउनु पर्छ भने त बुझ्छ, तर यो फेरि कस्तो पनि इन्सिडेन्ट कुरा भयो, तत्काल गरिहाल्ने कुरा भयो होइन। माइन्डमा जे आउँछ त्यो गरिहाल्छ मान्छेले। आगो भनेको पानीले नै निभाउने भन्ने छ अझै पनि जनमानसमा। अब अहिले तपाईँले जस्तै होटेलहरूमा, अब होटेलहरूमा मात्रै होइन, अहिले कमर्सियली मात्रै होइन, हामी किचनमा पनि मैले पनि भनिसकेँ कि ग्यासै प्रयोग गरिन्छ। तर ग्यासको आगो पनि पानीले निभाउन खोज्नुहुन्छ। जस्तै ग्यासबाट लागेको आगोलाई पानी खनायो भने के हुन्छ भनेको त्यसको आगो बलिरहेको लप्का हुन्छ नि भनेको आगोको लप्का त्यो अर्को ठाउँमा ट्रान्सफर हुन्छ भनेको त्यो मुभ भएर अर्को ठाउँमा जान्छ। जस्तै यहाँ आगो बलिरहेछ अनि हामी पानी हालिदियो भने झ्यालमा भएको पर्दालाई गएर टिप्न सक्छ भनेपछि त्यो त्यस्तो ठाउँमा चाहिँ ड्राई पाउडरहरू प्रयोग गरिन्छ। त्यो जुन चाहिँ हामीले कमर्सियली देख्छौँ एबिसी पाउडर भनेर होइन, त्यो खालको पाउडर। ओके, अब हामी यो बेसिक कुराहरू फायरको बेसिक कुरासँगै हामी अब तपाईँले जुन केस स्टडी पब्लिस गर्नुभएको छ त्यो केस स्टडी मैले पनि पढ्ने अवसर पाएँ र पढिरहँदाखेरि मलाई धेरै कुराहरू मनमा आए। जस्तै मलाई यति साँच्ची नै हजुरको यो केस स्टडीले मलाई मनमा के लाग्यो भने साँच्ची नै एउटा खालको छुट्टै खालको यो हस्पिटल चाहिँ कति सेन्सिटिभ रहेछ। हुन त पहिला एउटा खालको फिलिङ्स त थियो हस्पिटल आफैमा बिरामीहरू बस्नु, तर पनि फायरको दृष्टिकोणले र यो हजुरको केस स्टडी हेरिसकेपछि चाहिँ मलाई अझै हाम्रा जति पनि हस्पिटल्सहरू छन् तिनीहरू अझै स्ट्यान्डर्डमा चाहिँ धेरै कमजोर छन् भन्ने लाग्यो। तपाईँले जसरी भरतपुरका 4वटा हस्पिटलहरूलाई लिएर एज अ स्याम्पल लिएर र स्ट्यान्डर्डहरू नेपालमा भइरहेको कम्प्लायन्सेस अनि त्यसपछि इन्डिया र युएसमा भएका यिनीहरू कम्प्लायन्सेसहरूलाई मजाले एकदम टेबुलर फर्ममा राम्रोसँग तपाईँले एक्सप्लेन गरेर राखिदिनु भएको रहेछ, जुन चाहिँ भेरी हेल्पफुल लाग्यो मलाई। सो यो नै किन गर्नुभयो र यसको पछाडि तपाईँले कसरी लिनुभएको छ र तपाईँको बुझाइ के छ यो केस स्टडीलाई? यसलाई अब यो आफैमा पनि लामो एउटा केस स्टडी छ होइन, धेरै लामो समय लिएर गर्नुभयो होला। अनि मैले देखेको चाहिँ यत्रो गरिरहँदाखेरि हजुरले के पाउनुभयो होइन, कस्तो खालको चाहिँ गाह्रो महसुस भयो र हुनुपर्ने कस्तो थियो होइन, एउटा हस्पिटलहरू त्यो अनुसारको छन् छैनन्, यसलाई छोटकरीमा यसलाई चाहिँ समराइज गरिदिनु न प्लिज। ठिक छ, धन्यवाद। त्यसो भने अब मैले त यो आफ्नो मास्टर डिग्रीको अध्ययनको क्रममा गरेको केस स्टडी हो होइन। अब म भरतपुरमै रहेर हस्पिटलमै काम गरिरहेको सन्दर्भमा अनि भरतपुर सिटी भनेको हाम्रो अब अर्गनाइजेसनमा ग्रोथ भइरहेको सिटी, अनि यसलाई अब हामी मेडिकल सिटी पनि भन्छौँ होइन। मेडिकलहरू धेरै नै छन् यहाँ। अब सामान्यतया एउटा लाइफ पनि महत्त्वपूर्ण छ, त्यो लाइफ पनि बचाउनु पर्छ भनेर हस्पिटलहरू खोलिया हुन् नि। अब हस्पिटलमा भिडभाड पनि त्यही किसिमको देखेका छौँ होइन। अब यो फायर भनेको इन्सिडेन्टली हुने कुरा, कति बेला हुन्छ कहाँ जान्छ भन्ने कुरा कसैलाई थाहा छैन। यो कुराहरू सेफ्टी अन्तर्गत प्रिपेयर्डनेस, भोलिको प्रिपेयर्डनेस, आगलागी हुँदा के गर्नुपर्छ भनेर प्रिपेयर्डनेस गर्ने कुरा हो। तर हाम्रो इन जेनरल प्र्याक्टिसमा हाम्रो सोसाइटीमा अझै पनि
सेफ्टी भनेको लेस प्रायोरिटीमै पर्छ होइन। इन्सिडेन्ट घटिसकेपछि एक्सन लिने कुरा छ। भोलि यस्तो पर्न सक्छ है, आजै सावधानी नपाउँ भन्ने कुरामा चाहिँ प्रिपेयर्डनेस चाहिँ अलिक कम भएको पाइयोस्। इन ब्रिफमा भन्दाखेरि अब सेफ्टी पनि धेरै किसिमको हुन्छ, त्यहाँमाथि फायर सेफ्टीका पनि धेरै एस्पेक्टहरू छन् होइन। त्यहाँमाथि अब यहाँ हस्पिटल पनि धेरै नै छन्। अब त्यही भएर यसलाई केस हिस्ट्रीलाई छोटाउँदै ल्याउँदा मैले 4वटा मेजर ठुलो हस्पिटलहरू रोजेको थिएँ। अब 2टा सरकारी अस्पताल, भर्ती अस्पताल, बिपी कोइराला क्यान्सर हस्पिटल र 2टा टिचिङ हस्पिटल। अब ठुलो हस्पिटल अब 600 जस्तै 350 बेडमा थियो। मैले त 2022 सालमा बनेको केस 2022 सालमा त्यति बेला बिपी कोइराला क्यान्सर हस्पिटल। अब अरू भर्ती अस्पताल पनि 500-550 बेडको, अरू पनि 600-700 बेडको अनि ठुलो अस्पताल यिनै नै थिए। अब यसको धेरै एस्पेक्ट मध्ये 3टा एस्पेक्ट मात्रै मैले लिएर केस स्टडी गरेको छु। भनेको एउटा बिल्डिङ स्ट्रक्चर बनाउँदाखेरि मान्छे कहीँ इन्सिडेन्ट भइहाल्यो भने त्यहाँबाट पब्लिकहरू हजारौँ सङ्ख्यामा पब्लिकहरू आउँछ। त्यसले पहिला त आफूलाई बचाउन, सबैले आफैलाई बचाउन लाग्छन्। सबैले आफूले बचाउन सके भने पनि त्यो क्षति कम भयो। त्यही भएर एक्जिट बाहिर निक्लिने वे चाहिँ कस्तो छ, करिडोरहरू, एउटा मेजर चाहिँ एक्जिट। त्यो मान्छे आगलागी हुँदा त्यहाँ भएको मान्छे कसरी निक्लिन सक्छ त, निक्लिन सक्ने खालको प्रावधानहरू कस्तो छ त त्यहाँ, हजुर, अनि भन्ने कुरा एउटा लिएँ। अर्को चाहिँ आगलागी हुँदाखेरि तत्काल निभाउनलाई प्रयोग हुने फायर सेफ्टी इक्विपमेन्टहरूको एभाइलेबिलिटी एक्ज्याक्टली कस्तो छ त्यहाँ भनेर। अनि अर्को चाहिँ अब फायर सेफ्टी इक्विपमेन्टहरू त छ, अब त्यो त्यहाँ भएको कर्मचारीहरूले अब त्यो के हुन्छ भने कसैलाई तोकेर मान्छेलाई राखेर जिम्मेवारी दिएर गरिने चिज होइन क्या सेफ्टी भनेको। तपाईँ जहाँ हुनुहुन्छ, जो मान्छे रहँदा ड्युटीमा रहँदा, जोसुकै ड्युटीमा रहँदा पनि जुनसुकै समयमा जुनसुकै ठाउँमा पनि घटना घट्न सक्छ भनेपछि बेसिक कुराहरू सबैले त्यो चलाउन जान्नुपर्छ। अब छेउ नजिकै फायर एक्सटिङ्ग्विसर मेसिन झुन्डा राखेको छ, छेउमा नर्सिङ स्टेसन छ, त्यो 1-2 यहाँलाई मात्रै सिकाएर भएन। जोस गर्दा हुन्छ उहाँ त्यहाँ हुन्छ, सानो झिर्को लाग्यो, आगो लाग्यो, उहाँले त प्रयोग गर्न जान्नु भएन भने त्यो पनि काम लागेन भनेपछि त्यो एवारनेस कस्तो छ त इम्प्लोइहरूको भन्ने यो 3टा एस्पेक्टमा बसेर काम गरेको मैले। 3टा एस्पेक्टमा बसेर काम गर्दै जाँदाखेरि प्रिपेयर्डनेसमा चाहिँ इन समग्रमा कमै नै पाइयो, लेस फोकस नै छ। फेरि पनि मैले जोड्न चाहेँ फायर सेफ्टी कम्प्लायन्सेस अमङ हस्पिटल बिल्डिङ अ केस स्टडी इन नेपाल एसिया भन्ने हामीले यदि इन्टरनेटमा सर्च गऱ्यो भने त्यो त्यहाँ इन्टरनेटमा पनि पाइन्छ। र यदि हाम्रो च्यानलको डिस्क्रिप्सनमा पनि यसलाई लिङ्कमा राख्छु। तपाईँहरूले यो 50-60 पेजको एउटा केस स्टडी छ, डिटेलमा छ। इभन रेलिङको हाइट कत्रो हुनुपर्छ, हामीले जाँदै गर्दा रेलिङको साइज कत्रो हुनुपर्छ र नेपालमा के छ प्र्याक्टिस र इन्डिया र अमेरिकामा के छ प्र्याक्टिस, यसको त्यो स्ट्यान्डर्डहरूले र कम्प्लायन्सेसहरूले के भन्छ, यो विषयमा डिटेलली टेबुलर फर्ममा कम्पेरिटिभली चार्ट राखिदिनु भएको छ। यदि तपाईँहरूलाई त्यो डिटेलमा स्टडी गर्नु मन छ भने चाहिँ प्लिज त्यसलाई सर्च गरेर हेर्न सक्नुहुन्छ। एक्ज्याक्टली तपाईँले मेजरली 3टा क्याटेगोराइज हेर्नुभयो। मैले पनि पढ्दै गर्दाखेरि त्यो डिटेलमा बुझ्न पाएँ त्यो कुराहरूलाई होइन। यो हजुरले अघि ठ्याक्क जोड्नुभयो, एउटा आफ्नो एकाडेमिक अन्तर्गत गरेर कति गाह्रो कति सजिलो कस्तो पाउनुभयो अनि को जोडिनु भएको थियो यससँग, कस्तो छ सर? अघि मैले मेरो मास्टर डिग्रीको थेसिस पेपर हो, मसँग एकजना मलाई गाइडेन्स गर्ने टिचर हुनुहुन्थ्यो अञ्जय कुमार मिश्र सर। हजुर, उहाँको गाइडेन्समा मैले काम गरेँ। त्यसपछि त्यही नै पेपर प्रेजेन्टेसन ल्याइयो। तर फिल्डमा जाँदै गर्दा कस्तो भने मैले अब धेरै यो तपाईँले पोडकास्ट गरेर यो मौका दिनुभयो, पक्कै पनि एकदमै खुसी लाग्यो। किनकि हाम्रो यो एउटा कुराले सानो एउटा चेन्जेस आएर लाइफ, यो एक किसिमले लाइफ सेभर हाम्रो इन्टरभ्यू पनि रहन सक्छ यो। किनकि ठुलो कुरा गर्न पर्दैन, सानो कुराले ग्रेट इम्प्याक्ट पारे हुन्छ क्या। अघि मैले एक्जिटको कुरा गरेँ, अब कति ठाउँमा मिस कस्तो छ भने मान्छे त नयाँ मान्छेहरू जान्छ नि त हस्पिटलहरू, नयाँ ठाउँहरूलाई होइन। अब एक ठाउँमा उभिएको बेलामा फायर लाग्यो भने भाग्ने कता भनेर एउटा एक्जिट नोटिस मात्रै राख्यो भने 10जना मान्छेको ज्यान बच्न सक्छ भनेको एउटा एक्जिट वे यता हो भनेर लेखिएको सानो चिज हो नि, सानो चिजले मान्छेको लाइफ बच्छ।
त्यो पनि 1-2 जना होइन, दर्जनौं मान्छेको लाइफ बच्न सक्छ। अब त्यस्तै किसिमले अब स्टेयर केसहरू होइन, अब प्यासेज करिडोरहरू राम्रोसँग, अब ओपन गेटहरू निस्किसकेपछि बाहिर निक्लिँदा ओपन ठाउँमा निक्लिनुपर्छ। अहिले तपाईँले भन्नुभयो मैले 3टा स्ट्यान्डर्डलाई गाइडलाइन बनाएर प्रयोग गरेका थिएँ, एउटा इन्डियाको भयो, एउटा अमेरिकाको भयो होइन, एउटा नेपालको बिल्डिङ कोड। मैले 2022 सालमा गर्दै गर्दा हस्पिटल बिल्डिङको बारेमा चाहिँ त्यति गाइडलाइन चाहिँ मैले पाएको थिइनँ। अब तपाईँले एउटा पोडकास्ट गरौँ भनेर मैले यसो हेर्दै जाँदा लेटेस्ट त्यसलाई रिभाइज भएको रहेछ 2024 मा नेपाल बिल्डिङ कोड रिभाइज गरेर एउटा बिल्डिङको क्याटेगोरी अकुपेन्सीको आधारमा, त्यसको अकुपेन्सीको आधारमा हस्पिटल एन्ड क्लिनिक भनेर राखेको छ र त्यहाँबाट चाहिँ यसको एक्जिटहरू यो कस्तो हुनुपर्ने भनेर गाइडलाइन बनाएको छ। अहिले आएको छ सरकारबाट एउटा गाइडलाइन चाहिँ बनेको छ। त्यो अनुसार बिल्डिङ बनाउँदा अब त्यो डिजाइन गर्दा त्यो गाइडलाइन फलो गर्नै पर्यो र बिल्डिङ बनाएर पास हुँदा पनि त्यो गाइडलाइन प्रयोग गर्नै पर्यो, चेक गर्नै पर्यो। त्यसरी बनेको त छ, तर यो बन्दै जाँदा त्यसलाई प्रयोग गर्ने क्रममा जाँदा सबै कुरा बिगारेको पाइयो। जस्तै एज अ एक्जाम्पल के भन्छ नि, अब स्टोरेजको आधारमा एउटा बिल्डिङ क्याटेगोराइज हुन्छ। त्यो बिल्डिङ माथिल्लो तलामा बस्ने क्षमता कति छ, त्यो क्यापासिटी कति हो त्यो बिल्डिङको, त्यसको करिडोरमा त्यतिजना अट्ने चाहिन्छ भन्छ। अब त्यसो भन्दा तल आउँदा अझ ठुलो चाहिन्छ भन्छ, 2 तलाको मान्छे अट्नु पर्यो नि, ग्राउन्ड फ्लोरमा त अझ ठुलो चाहिन्छ भन्छ होइन। भनेपछि ग्राउन्ड फ्लोरमा त ठुलो स्पेस देखिन्छ नि त। तपाईँले हस्पिटल जानुभयो भने ग्राउन्ड फ्लोरमा सबभन्दा धेरै स्पेस, खुला स्पेस देखिन्छ करिडोर होइन। तर त्यो म्यानेजमेन्टलाई के लाग्छ भने सधैँ स्पेस रिक्वायर हुनसक्छ, स्पेस अभाव हुन्छ हस्पिटलमा, यत्रो ठुलो स्पेस किन यहाँ, यसमा त मैले क्याफे बनाउन सक्छु, फार्मेसी बनाउन सक्छु होइन, के एउटा राख्न सक्छु भनेर त्यसरी एल्युमिनियम पार्टिसनले त्यो संरचनाहरू बिगारेको पाइयो। त्यो चिजहरू चाहिँ बेला बेलामा इन्सपेक्सन भइरहनु पर्ने जस्तो लाग्यो मलाई चाहिँ मेरो अध्ययन गर्दा। अब सुरुमा गाइडलाइन बनाइयो, त्यो फलो गरेर बिल्डिङ बनाइयो, पास गर्ने बेला अनि त्यसलाई चेक गरियो, तर त्यसलाई कन्टिन्युटी इन्सपेक्सन भएन। त्यो चाहिँ ल्याकिङ लाग्यो। एक्ज्याक्टली, तपाईँले म यो कुरा सोध्नेवाला पनि थिएँ, तपाईँले जोडिहाल्नु भयो। हामी यसमा अझै डिटेलमा आउँछौँ। भरतपुरको केसमा अझै कस्तो देखियो, पहिला त्योभन्दा अगाडि कस्तो हुनुपर्ने थियो, नेपाल बिल्डिङ कोडले के भन्छ एकदम समराइज गरेर, किनकि यो त एउटा नीतिगत रूपमा ठुलो एउटा डकुमेन्टै भयो, तर समराइज गरेर नेपाल बिल्डिङ कोडले के भन्छ, हामी कहाँनिर चाहिँ कुन कुरा डकुमेन्टेड गर्न अझै पनि सकेका छैनौँ, त्यस्तै इन्डियाको केसमा कस्तो छ र युएसलाई एक कम्पेरिटिभ थोरै यसलाई समराइज गरेर यी कतिको इम्पोर्टेन्ट छ यिनीहरू र अरू के प्र्याक्टिसेस छन् र यो विशेष गरी 3टालाई चाहिँ थोरै समराइज गरिदिनु। मैले 3टा स्ट्यान्डर्डलाई कम्पेयर गरेर एउटा स्ट्यान्डर्ड मेन्टेन गरेर त्यो चेकलिस्ट बनाएर त्यसमा काम गरेर मैले चाहिँ त्यसमा चाहिँ सबैभन्दा बेटर त अब अमेरिकाको छ। अमेरिकाको त्यो हेल्थ एन्ड सेफ्टी सम्बन्धीकै स्ट्यान्डर्ड भनेर बनाएको छ। त्यसपछि बिल्डिङ कोड इन्डियाको त्यो पनि हस्पिटल क्याटेगोराइज गरेको छ होइन। अहिले आएर हाम्रो त्यति बेला मेरो बेलामा त थिएन, अहिले आएर चाहिँ हस्पिटलको जो कोड चाहिँ नेपालले पनि बनाएको छ। त्यति बेला ठ्याक्कै तपाईँलाई भन्दाखेरि कस्तो हुन्छ भन्दाखेरि जस्तै हरेक हस्पिटलमा एक्जिट 2टा अनिवार्य चाहिन्छ भन्छ। अब अझ स्पेसल्ली त त्यसलाई डिपमा गएर के भन्छ, हरेक वार्डमा 2टा ढोका निक्लिन चाहिन्छ भन्छ, एटलिस्ट एउटा फ्लोरमा हुनै पर्छ। अनि फायर सम्बन्धी हामीले कुरा गर्दा फायर सम्बन्धीको लागि मात्रै बिल्डिङ त्यो 2टा ढोका चाहियो, 2टा स्टेयर चाहियो होइन। अनि र्याम्पहरू पनि अब हस्पिटलमा त अनिवार्य चाहियो, किनकि डिसेबल पिपुलहरू हुन्छ होइन, आइसियुमा राखेको हुन्छ। त्यसपछि एउटा चाहिँ फायरको बेलामा काम गर्नलाई भनेर फायर स्टेयर आउटसाइड अफ द बिल्डिङ कुनै त्यो अरू बेलामा प्रयोग गरिँदैन, फायर लाग्दा आग लाग्दा मात्रै प्रयोग गर्ने भनेर एउटा बनाउनु पर्ने भनेर स्ट्यान्डर्ड लेखेको छ। त्यो हाम्रो नेपाल बिल्डिङ कोडमा त त्यति बेला थिएन, तर अरू स्ट्यान्डर्डमा त्यो छ। त्यो स्टडी गर्दै गर्दा सबैमा पाइएन, कहीँ मात्रै पाइयो, त्यो डिटेल छैन। अब अर्को एभाइलिटीको किसिममा अब उही भनौँ न, कोडले बिल्डिङ बनाउँदा कोडले जे भनेको छ त्यो मात्रै गरेको छ क्या। त्यो रिक्वायरमेन्टको अनुसारले भोलिको लागि प्रिपेयर्डनेसको आधारमा भनेर गरेको चाहिँ पाइएन। हजुर, एक्ज्याक्टली तपाईँले भने जस्तै गरेर एउटा मैले ठ्याक्कै तपाईँले भनिरहँदाखेरि के बुझेँ भने बिल्डिङ बन्दाखेरि चाहिँ एउटा अहिलेको जुन स्ट्यान्डर्ड छ त्यो स्ट्यान्डर्ड अनुसार मेन्टेन भएर बन्छ, तर पछि बिस्तारै चाहिँ हस्पिटलको म्यानेजमेन्टले आफ्नै अनुसारले त्यसलाई चाहिँ त्यो प्रोटोकल फलो नगरिकन, किन भन्दाखेरि पछि त्यसलाई चाहिँ फेरि पनि त्यसलाई त्यसमा अकाउन्टेबल हुनुपर्ने अथवा
एक्चुअली बिल्डिङ पास भइसकेपछि फेरि पनि त्यो खालको अडिटहरू चाहिँ कुनै पनि नहुने हुँदाखेरि यदि फायरकै लागि मापदण्डको लागि बनाइएका संरचनाहरू चाहिँ बिगारिएर प्रयोगमा आइरहेछन्, जसले गर्दाखेरि फायरबाट चाहिँ हामी एकदमै हस्पिटलहरू एकदम प्रन छ भन्न खोज्नु भयो नि त। त्यो पनि हो, तर सुरुमा अब यहाँ कुरा गर्दै गर्दाखेरि हाम्रो बेटर राम्रो प्र्याक्टिस पनि अलिकति कुरा गर्न मन लाग्यो होइन। हजुर, जस्तै हाम्रो चाड हस्पिटलमा बेटर राम्रो चिज भनेको चितवन भनेको त खुला ठाउँ समथल ठाउँ हो होइन। एउटा कस्तो भन्छ नि एसेम्ब्ली पोइन्ट भन्छ, त्यो हस्पिटलभरि भएका मान्छे बाहिर निक्लेर उभिने ठाउँ छ कि छैन भन्दाखेरि त्यो एसेम्ब्ली पोइन्ट चाहिँ लगभग सबैमा छ होइन। प्राय अब हाम्रो त अब पानीको स्रोत भनेको पानी पनि चाहियो, पानीको रिजर्भेसन पनि राम्रै छ सबैको। अब फायर ब्रिगेडसँग भनेको महानगर नजिकै छ, महानगरका फायर ब्रिगेडसँग एससी सिभिलसँगै नजिकै राम्रै छ, रोड पनि एससी पनि राम्रो छ होइन, राम्रो पक्षहरू पनि छन् होइन। तर मैले त तिनवटा एस्पेक्टै राखेको कुरामा हेर्दाखेरि त्यसले अर्को कुरा के भन्छ भन्दाखेरि आग लाग्दा मात्रै तान्न पर्ने कुरा हो नि त, त्यो वाटर होस रिल भनौँ न, हाइड्रेन्टहरू होइन। त्यो चिजहरू फायरको सेफ्टीको लागि तपाईँले राख्नुभयो, तपाईँले आग लाग्दा चाहिँ प्रयोग गर्ने भनेर बनाउनु भयो, तर आग लागि त वर्षौँसम्म नलाग्न पनि सक्छ नि। इन्सिडेन्ट कति बेला घट्छ कसलाई थाहा छ। जस्तै आज 1 वर्ष लागेन 2 वर्ष लागेन तपाईँले त चलाउनु हुँदैन, जब लाग्छ नि त्यति बेला नचलाउन सक्छ। त्यो भएर स्ट्यान्डर्डले के भन्छ भने हरेक वर्ष मिनिमम पनि वर्षको एकचोटि तपाईँले त्यसलाई ड्रिल गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ, होस्टिल सबै निकाल्नुपर्छ, तपाईँले वाटर रिजर्भेसनको मोटर चलाउनुपर्छ होइन। तपाईँका सम्बन्धित स्टेक होल्डरहरू को हुन् आग लाग्दा इन्भल्भ, तीहरू सबै इन्भल्भ भएर हामीले कहिले काहीँ देख्छौँ नि त एयरपोर्टहरूमा आग लागि नै नहुँदा पनि ड्रिल गरेर चाहिँ एउटा आग लागि लगाएर प्र्याक्टिस गर्छ नि, त्यस्तो प्र्याक्टिस चाहिँ गर्नुपर्छ। झ्याप्पै आएर चाहिँ धेरै क्षति हुनुभन्दा त्यो चाहिँ गर्नुपर्छ भन्छ। कस्तो पाउनु भयो त यही हजुरले ठ्याक्कै एकदम बेसिक कुराहरू गर्नुभयो होइन। यो चितवनको केसमा चाहिँ कस्तो प्र्याक्टिसेसहरू पाइयो? त्यही हो, अब हस्पिटलले भनेको कुरा चाहिँ छ सबैमा हजुर, तर यसको फ्रिक्वेन्टली मोनिटरिङ चाहिँ नभएको पाएँ मैले। एक्ज्याक्टली। मलाई 1 महिना अगाडि अर्थात् 16 सेप्टेम्बरमा एउटा घटना याद छ। नारायणी हस्पिटल वीरगन्जको एउटा हस्पिटलमा आग लागि, सरकारी हस्पिटलमा आग लागि भएको घटना जुन चाहिँ 1 महिना बल्ल 1 महिना बित्या छ। त्यसमा कुनै मानवीय क्षति त हुन पुगेन, तर धेरै क्षति भयो होइन। त्यसले गर्दाखेरि त्यहाँ एउटा हस्पिटल जस्तो सेन्सिटिभ ठाउँमा आग लागि हुन गयो। त्यो मात्रै नभएर अर्को हाम्रो नेपालमा घटेको अर्को घटनाको बारेमा पनि हामी फायरसँगै जोडिएको भएर त्यो कुरा पनि जोड्न सक्छौँ। जेनजीको आन्दोलन जुनले गर्दाखेरि हाम्रा कुनै पनि संयन्त्रहरू, देशका कुनै पनि संयन्त्रले काम नगरेको अवस्था र हाम्रा सबै तपाईँका जति पनि स्ट्रक्चरहरू जलेका र कति सरकारी कार्यालय, मोस्ट अफ द सरकारी कार्यालय र कति प्राइभेट संस्थाहरू पनि जलेको हामीले पायौँ। त्यो यथार्थ हो। र यो भइरहँदाखेरि देश यस्तो अवस्थामा गइरहँदाखेरि देशले त धेरै कुराहरू बोकेको हुन्छ, देशले धेरै धनजनको पनि क्षति भयो होइन। त्यस्तै कति त अपूरणीय क्षतिहरू पनि हुन जान्छन्, जुन चाहिँ हामीले फेरि पनि ती चिजहरू पाउँदैनौँ। भनौँ न हिस्टोरिकल मोनुमेन्ट्सहरू पनि हामीले लस गऱ्यौँ यो प्रोटेस्टको केसमा। भने कस्तो हुन्छ त कि यस्ता आन्दोलनहरूमा हामीले यदि तपाईँले त फरक यो स्ट्यान्डर्डहरूलाई स्टडी गरिरहँदाखेरि कस्तो पाउनुभयो जसले गर्दाखेरि चाहिँ आन्दोलन हुन्छन् होइन, तर पनि जुन चाहिँ हामीले पछि नपाउने चिजहरूलाई चाहिँ बचाउन सकियोस्, यसको के प्र्याक्टिसेसहरू छन्? र यो हजुरले जुन वीरगन्जको नारायणी हस्पिटलको आग लागेको केस छ यसलाई कसरी हेर्नु भएको छ? केही पनि तपाईँको पहिलो प्रश्नमै आउँ होइन। हस्पिटलको आग लागिहरू बेला बेलामा ठाउँ ठाउँमा भइरहेको पनि छ। हस्पिटल भनेको अलिक फरक प्रकृतिको पनि भयो, अलिक बढी संवेदनशील ठाउँ भयो, किनकि त्यहाँ अब डिसेबल अब पर्सनहरू हुन्छन् उपचार गर्ने, उनीहरू अब कतिकोलाई त के चिज जोडेर राखेको हुन्छ उपचार गरेर, तिनीहरूलाई आग लागि हुने इन्सिडेन्ट भर्खर क्यारी ओभर लिएर गएर अन्त लान मिलेन, खाइलठाउँ एसेम्ब्ली लान मिलेन। अब त्यसमाथि अब हस्पिटल भनेको अक्सिजन पाइपलाइनहरू, अक्सिजनका ठुल्ठुला सिलिन्डरहरू राखिया हुन्छ, उपचारलाई प्रयोग गर्ने केमिकलहरू राखिया हुन्छ,
अब कागजपत्रहरू स्टोरहरू त्यसै गरी राखिया हुन्छ। त्यो भएपछि यी सबै प्रज्वलनशील पदार्थहरू भए भने चाहिँ कहीँ आगोको एउटा झिल्कोले नै ठुलो क्षति पुर्याउन सक्ने ठाउँ भयो। त्यही भएर अझ बढी होसियारी र अझ बढी सेफ्टी प्रिपेयर्डनेसहरू हुनुपर्छ भनेर नि लागेर नै यो एउटा केस स्टडी निकालेको नि हो। त्यही भएर अलिक बढी संवेदनशील हुनु जरुरी छ, त्यही अनुसार प्रिपेयर्डनेस हुनु जरुरी छ हस्पिटलमा। तपाईँको सेकेन्ड प्रश्नमा अब सबै स्टेक होल्डरहरू अब आग लागि भइहाले, अब दुर्घटना भनेको कहीँ सोचेर चाहेर हुँदैन भनिन्छ। दुर्घटनालाई भइहाल्यो भने जोगाउनलाई अब प्रहरी प्रशासन, अब सशस्त्र प्रहरी स्टेक होल्डरदेखि लिएर फायर ब्रिगेड अनि सबैको दमकलहरू राखेर त्यही अनुसार चलाइएको हुन्छ। अब कहीँ दुर्घटना हुन्छ, अब जेएनजीको आन्दोलन अस्तिको तपाईँले 24को भन्नुभयो, 23-24को, त्यो त अब हामी आफैले गऱ्यौँ, घटायौँ होइन। समाजमा सबै किसिमको प्रकृतिको मान्छे हुन्छ, धेरै खालको घटनाहरू घट्छन् होइन। अब त्यसरी आइपर्दा त्यो त अब दुर्घटना भन्दा नि हामी मानवले नै सिर्जित कुरा भयो त्यो होइन। अब भोलि कुनै घटनामा नि त त्यस्ता प्रकृतिका मान्छेहरू आउन सक्छन्, तोडफोड हुन सक्छ। त्यस्तो बेलामा पनि बचाउन सकिन्थ्यो कि भन्ने तपाईँको प्रश्नको आशय। त्यस्तो आशयमा कहीँ चाहिँ कस्तो प्र्याक्टिस गरिएको पाइन्छ भने, जस्तै जेनरली यो धेरै जसो चाहिँ यो राजदूतावासहरूमा गरिएको हुन्छ होइन। अब अहिलेको इन्फर्मेसनको जमानामा सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा बहुमूल्य चिज भनेको डाटा, इन्फर्मेसनहरू नि हो, डाटाहरू हो। अब हाम्रो डाटाहरू सबै डिजिटाइजेसन भएका हुँदैनन्, कोही डकुमेन्टेसन फाइलमै रहेका हुन्छन्, ती ज्ञान जोगाउनु पनि जरुरी हुन्छ। अर्को कुरा बहुमूल्य धातुहरू, पदार्थहरू, अब इभन पैसाहरू, ब्याङ्कमा राखेको पैसाहरू, इभन कोही मान्छेले घरमा पनि राख्थ्यो होला पैसा। त्यस्तो चिजहरूमा यस्तो हुलदङ्गा अब घटनाहरू सृजित हुन सक्छ भनेर हामीले चाहिँ यो बेसमेन्ट लेभलभन्दा तल एउटा स्ट्रक्चर बनायो भने जोगाउन सकिन्छ भन्ने एउटा छ। बेसमेन्ट भनेको ग्राउन्ड लेभलभन्दा तल, जमिन लेभलभन्दा तलपट्टि राखेर त्यसरी हुलदङ्गा भएर आगजनी भएर हुँदाखेरि त्यसरी जोगाउन सकिन्छ भने त्यो एउटा प्र्याक्टिस छ। त्यो अहिले चाहिँ अब एकदम इम्पोर्टेन्ट ठाउँ राजदूतावासमा गरेको पाइन्छ, त्यसरी गर्न सकिन्थ्यो। अब यो जेएनजीकै आन्दोलनमा मैले जोड्दा चाहिँ तपाईँले यो पोडकास्टमा मलाई भन्नु मन लागेको कुरो, अब हामी आफैले नेपालीले नै हामीले नै अब एक किसिमले 24 गते हेर्दा त अब हरहर्ती देश चलिरहेको थियो, चलिरहेको छ। अब हामीले सार्वजनिक सम्पत्ति कहीँ पनि छोडेनौँ। अब नेपाली नै आएर बसेपछि अब हामी नै भनौँ होइन। त्यसरी गरिसक्दा कस्तो भने मान्छे यो यति कुरा बुझ्नु चाहिँ जरुरी छ, हामीले आफ्नो सम्पत्ति त चलाएनौँ नि त, आफ्नै सम्पत्ति तोडफोड गरेनौँ। तर यो बुझेनौँ कि हाम्रो आफ्नो भनेको जहाँ हामी बसिरहेछौँ, हाम्रो घर, हामीले लगाएको लुगा, हामीले चढेको गाडी, त्यो गर्दै रियलमा आफ्नो होइन होला, तर सार्वजनिक सम्पत्ति आफ्नो हो। यति कुरा चाहिँ मैले तपाईँको पोडकास्टमा भन्नु मन लाग्यो होइन। तपाईँको के हुन्छ भने भोलि तपाईँलाई व्यवहार बिग्रिँदै गयो भने तपाईँको घर गाडी बेच्नुहुन्छ, त्यो त बेचेपछि त अर्को भइहाल्यो। तर तपाईँको वाडा कार्यालय, तपाईँको महानगरको कार्यालय, तपाईँको सहरको दमकल, तपाईँको छेउको पार्क, तपाईँको छेउको अडिटोरियम हल, यी त तपाईँ सडकमै आए पनि त तपाईँ गरेर प्रयोग गर्न पाउनुहुन्छ नि त। यथार्थमा मान्छेले बुझ्नुपर्ने जरुरी त्यो कुरा छ। मेरो आफ्नै घर, आफ्नै सम्पत्ति चाहिँ मेरो होइन, यो चाहिँ मेरो हो भन्ने कुरा बुझ्न चाहिँ आवश्यक छ। त्यति कुरा बुझ्यो भने चाहिँ त्यतिसम्म क्षति हुन्थेन कि। एक्ज्याक्टली, यो अफकोर्स तपाईँले भने जस्तै गरेर यो नहुनु थियो होइन। जति पनि क्षति भयो, धनजनको क्षति भयो, त्यो नहुनु पर्ने थियो। र तपाईँले ट्याक्क जोडेको कुराले मलाई क्लिक के भयो भन्दाखेरि अफकोर्स एकदमै हाम्रा महत्त्वपूर्ण डेटाहरू होइन। एक त तपाईँले डिजिटाइजेसनको कुरालाई जोड्नुभयो, डिजिटाइजेसन गरेर यसलाई कम गर्न सकिन्छ यदि त्यस्ता एकदम महत्त्वपूर्ण डेटालाई चाहिँ सुरक्षित गर्न सकिन्छ भन्ने कुरा रह्यो। र अर्को बेसमेन्टभन्दा तलपट्टि जहाँ कि यदि फायरै भइरहँदाखेरि पनि आगोले चाहिँ बचाउन सकिने कुरा, यो राम्रो प्र्याक्टिसको कुरा मैले यहाँ ठ्याक्क मलाई राम्रो लाग्यो। अब जाउँ हामी यो कुरालाई यहीँ राख्दै, जस्तै मलाई के लाग्छ भन्दाखेरि अब यसमा यो फायर सेफ्टीको कुरालाई होइन व्यक्तिगत रूपमा त मान्छेले व्यक्तिगत रूपमा आफूले अवेरनेस भयो भने आफ्नो घरमा सुरक्षित बनाउला, तर देशको हिसाबले चाहिँ गर्नै पर्ने काम चाहिँ के हो नेपालको कन्टेक्स्टमा तपाईँले देख्दाखेरि चाहिँ? देशले गर्नुपर्ने भनेको त एउटा रुल्स एन्ड रेगुलेसन, कोड एन्ड कन्डिसन बनाउनु पऱ्यो, त्यसलाई रेगुलर मोनिटराइज गर्नु पऱ्यो, मोनिटरिङ गर्नु पऱ्यो। जस्तै एक्चुअली कोड बनाइन्छ, बिल्डिङ बनाउँदा त्यो स्ट्यान्डर्ड फलो गरिन्छ, अनि त्यसलाई त्यो बिल्डिङ पास गर्ने बेला त्यसलाई चेक गरिन्छ, चेकलिस्ट बनाएर त्यो सबै मापदण्ड पुरा गरेको छ भने त्यसलाई पास गरेर अगाडि बढिन्छ। त्यहाँसम्म हाम्रो गभर्मेन्ट लेभलबाट भएको छ, त्यो अब कोड पनि बनेको छ, ऐन नियम कानुनहरू बनेको छ, राम्रो छ सबै कुरा। अब अहिले परिमार्जन भएर आएको छ, अघि पनि मैले भनिसकेँ होइन।
त्यसलाई कस्तो भने रेगुलर मोनिटरिङ गर्ने सिस्टम चाहिँ डेभलप भएको मैले त्यो कमी अनुभव गरेको जस्तै हाम्रो रेगुलर अब फाइनेन्सियल अडिट हुन्छ होइन, अरू अडिट हुन्छ। हाम्रो अहिले हस्पिटलमा यो MSS भन्ने पनि अडिट चल्छ, मिनिमम स्ट्यान्डर्ड हुनुपर्ने कुरा छ कि छैन भनेर। त्यसमा पनि केही पार्टहरू त फायर सेफ्टीको पनि रहन्छ होइन। तर त्यो ठ्याक्कै कोड अफ कन्डक्टमा बिल्डिङ बनाउँदाखेरि हामीले राखेको कुरा अथवा भोलि त्यहाँ अकुपेन्सीको बढेको सङ्ख्याको आधारमा अब त्यसको इनसेफ्टीको आधारमा होइन राख्नुपर्ने कोडहरू चाहिँ छ कि छैन भनेर अब एन्युअल्ली अथवा नभए 2 वर्षमा भए पनि चेक गर्नुपर्ने जरुरी हो होइन। त्यो गर्यो भने मात्रै मान्छे सचेत भएर म्यानेजमेन्ट सचेत भएर त्यसलाई चाहिँ सुनमा बनाएकोलाई त्यही कन्डिसनमा राखिरहन्थ्यो होला। त्यो केन्द्रीय लेभलबाट नभए पनि लोकल लेभलबाट पनि मोनिटरिङ गर्न सकिन्छ, त्यो गर्दा चाहिँ बेटर हुन्छ। एक्ज्याक्टली तपाईँले भने चाहिँ गरेर केही हाम्रो बिल्डिङ कोडले केही कुरा स्पेसिफाई गरेको छ, अझै परिमार्जित भएकोले त हस्पिटल र क्लिनिक भनेर स्पेसिफाई पनि गरिसकेको अवस्था छ। तर कहाँनिर चाहिँ हामी चुकिरहेछौँ त भन्दाखेरि अथवा गभर्मेन्टले चाहिँ गर्न सक्ने र इम्प्रुभमेन्ट गर्न सक्ने पाटो भनेको रेगुलर रूपमा त्यसलाई कसरी हुन्छ त्यसलाई चाहिँ चेक गर्ने, अडिट गर्ने पाटो चाहिँ महत्त्वपूर्ण रह्यो भन्नुभयो। अब यो पाटो एउटा रह्यो र तिहार आउँदैछ होइन। अब हामी यो चाहिँ यसले चाहिँ एउटा गभर्मेन्टले कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ भन्ने विषय जोडियौँ हामीले। अब जाउँ व्यक्ति, किन भन्दाखेरि व्यक्ति आफैमा पनि त जिम्मेवारी हुनुपर्छ यो विषयलाई लिएर होइन। कस्तो प्र्याक्टिस तिहार आउँदैछ, हामी पटका पड्काउँछौँ होइन, डिफ्रेन्ट खालको तपाईँको बत्तीहरू झिलिमिलीहरू बाल्छौँ अनि र घरमा पनि तपाईँको दियाहरू बाल्छौँ होइन, जसले गर्दाखेरि चाहिँ कस्ता प्र्याक्टिस चाहिँ हामीले चाहिँ नेपालकै कन्टेक्स्टमा हेरौँ, हामी एज अ इन्डिभिजुअल भएर हेरौँ अथवा एउटा घरलाई हेरिरहँदाखेरि चाहिँ कस्ता खालका चाहिँ प्र्याक्टिसले गर्दाखेरि धेरै आगो लागि भएर धनजनको क्षति भइरहेको छ र हामीले चाहिँ के गर्नुपर्छ एज अ इन्डिभिजुअलको रूपमा चाहिँ। हजुर, अब आउँदै गरेको तिहारलाई लक्षित गरेर तपाईँले भन्नुभयो, तिहार भनेको पक्कै पनि हाम्रो हर्षोल्लासको चाड हो। यो अब झिलिमिली र रङहरूको चाड, झिलिमिली बत्तीहरूको धेरै नै प्रयोग हुन्छ। त्यत्तिकै हाम्रो अगाडिको घटनाक्रमहरू अथवा इतिहास हेर्ने भने पनि इन्सिडेन्ट हेर्ने भने तिहारको बेलामा अलि आग लागेको घटना बढी पनि भइरहेको छ। हिजो विगतका दिनहरूका कुरा हेर्ने भने पनि त्यो किन पनि भइरहन्छ भने हामी दीपावली गर्दा झिलिमिली बाल्छौँ, बत्ती बाल्छौँ होइन, त्यसो गर्दा त्यत्तिकै मात्रामा आग लाग्ने खतरा पनि रहन्छ। अब हाम्रो त पटका पड्काउने, अब बत्ती बाल्ने कुरा छ। पटका पड्काउँदा पनि अब हामी केटीकेटीहरू प्रायः अब हातमै समाएर गर्ने, त्यो हुँदा अब हात खुट्टामा चोटपटक लाग्ने, आँखामा चोटपटक लाग्ने होइन। एकचोटि रमाइलो गर्दाखेरि त्यो जीवनभरि भोग्न पर्ने पीडाहरू भोगिराख्नु पर्ने हुन्छ। त्यही भएर अब हरेक कुरा अपनाउनु त अपनाउने, रमाउने, तर सेफ्टी फर्स्ट भन्छ नि, सेफ्टी कुराहरू अपनाएर पनि गर्न सकिन्छ। अब आगोको बत्ती भन्दा अब इलेक्ट्रिक बत्ती अहिलेको अब अलिकति सेफ्टी हुन्छ, किनकि आगो भनेको पर्जनशील छिट्टै अब टिप्नु सक्छ। अब त्यतिकै मात्रामा अब इलेक्ट्रिक बत्तीहरू पनि पूर्ण रूपमा सेफ्टी त होइन। त्यही भएर अब आफू बसन्जरी जस्तै आगो बाल्यो भने आफू नसुतन्जरी बाल्ने तरिकाले बाल्न सकिन्छ। अब इलेक्ट्रिसिटी, अब अघि मैले सुरुमा भनेको पनि आगोको धेरै कुराले आगो लागेको हुन्छ, इलेक्ट्रिसिटीले आगो लाग्दा गर्न पर्ने कुराहरू चाहिँ फरक हुन्छन् होइन। त्यही भएर हामीले आगो पर्जनशील पदार्थहरू प्रयोग गर्दा सावधानीपूर्वक प्रयोग गर्ने, यसरी प्रयोग गर्यो भने घटनाहरू कम हुन सक्छन्। एक्ज्याक्टली। प्लस त्यसमा चाहिँ कुनै इक्विपमेन्ट्सहरू जस्तै फायर, हाम्रो अहिलेका टुल्सहरू यदि फायर एक्सटिङ्ग्विसर हुनसक्ला, बल हुनसक्ला, यस्ता घरमा चाहिँ हामीले कस्ता खालका टुल्सहरू प्रयोग गर्न सकिन्छ? पक्कै पनि तपाईँको राम्रो प्रश्न। सेफ्टी त कुरा अपनाउनु पर्यो होइन, त्यो घरदेखि नै सुरु गर्नु पर्यो। अब हाम्रो पुरातन हिसाबले तपाईँले पनि देख्नुहुन्छ होला, जस्तै प्रहरी निकायहरूमा कहीँ सरकारी अड्डाहरूमा ट्याक्क अगाडि चाहिँ त्यो बेल्चाहरू बाल्टीहरू राखिन्छ नि। कसो भने आगो भनेको एक त हामीले जानेको चाहिँ पानीले निभाइन्छ, पानीले मात्रै होइन माटो बालुवाले पनि निभाइन्छ होइन, कहिलेकाहीँ चिसो कपडाले पनि निभाइन्छ फायर हेरेर। त्यसो भएर ती चिजहरूको प्रिपेयर्डनेस आफू रहने होइन, पानी साइडमा राख्ने अथवा बालुवा माटोहरू छेउमा रहन सक्छन्, त्यसले निभाउन सकिन्छ। अर्को कुरा सकभर बेटर चाहिँ राम्रो एउटा घरमा एउटा अब 2 लिटरको नभए 4 लिटरको ABC
फायर एक्सटिङ्ग्विसर क्लास A B C सम्मकोलाई निभाउन सक्छ। त्यसरी चाहिँ हामीले निभाउन सक्छौँ आगलागी। तत्कालको आगलागी एउटा झिल्कोमै निभाउन सक्यो भने क्षति कम हुने हो होइन। अब आगो भनेको घरमा किचनबाट प्रयोग हुन्छ, किचनको ओइलबाट घिबाट प्रयोग गर्नेलाई है हामीले आगोको क्लासहरूको कुरा गर्दा त्यसलाई चाहिँ F क्लासमा राखिन्छ होइन। त्यसलाई कहिलेकाहीँ आगो बालुवा पानीले मात्रै निभाउन नसकिन्छ। त्यो कुरालाई हाम्रो घरमै प्रिपेयर गर्न सकिने चिज के हुन्छ भन्दाखेरि भिजेका लुगा, भिजेका बोरा, भिजेका टालाले चाहिँ त्यो चिज निभाउन सकिन्छ। जस्तै ग्यास सिलिन्डर सबैले प्रयोग गरिन्छ, सबैको किचनमा अहिले ग्यास सिलिन्डर छ। ग्यास सिलिन्डरमा आगो लाग्ने बित्तिकै त्यो त ग्यासबाट आगो हो, त्यहाँ पानी राख्नु भयो भने तपाईँले ननिम्न सक्छ। त्यस्तो ठाउँमा सिम्पली घरायसी प्रयोग गरेर कुनै टालो भिजाएर वेट भिजेको टालोलाई हामी ठ्याक्क छोपिदियो भने निप्छ। त्यसरी सिम्पल कुराले पनि ठुलो सावधानी अपनाएर ठुलो क्षति हुनबाट रोक्न सकिन्छ। एक्ज्याक्टली। अब हामी भरतपुर महानगरपालिकाकै विषयमा कुरा गरौँ। भरतपुर महानगरपालिका एकदमै अर्बनाइजेसनमा गइरहेछ, एकदम डेभलपमेन्टमा चाहिँ अरू सिटीभन्दा छिटो ग्रो गरिरहेछ होइन। यो डेटाले पनि देखाउँछ। त्यो गरिरहँदाखेरि महानगरपालिकाले चाल्न सक्ने कदमहरू कस्ता होइन, ताकि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्न त अघि तपाईँले जोडे जस्तै गरेर लोकल गभर्मेन्टले पनि धेरै कामहरू गर्न सक्छ होइन। ती कस्ता खालका प्र्याक्टिसेसहरू एकदमै प्रभावकारी हुन्छन् होइन। र यो चाहिँ हाम्रो अहिलेको अवस्था कस्तो छ र कस्तो गरियो भने चाहिँ यसलाई सुरक्षित सहरको रूपमा चाहिँ विकास गर्दै लैजान सकिन्छ। अब यसलाई महानगरको लोकल गभर्मेन्ट स्थानीय गभर्मेन्टको रोलको कुरामा भरतपुर महानगरको अर्बनाइजेसन बढ्दो अवस्थामा छ। सहरी बजार बढ्दो छ होइन। त्यसै किसिमको पसलहरू होटेलहरू पनि बढ्दो छन् होइन। अब हरेक पसल होटेलहरूमा त अब ग्यास प्रयोग हुने नि भयो, घरमा नि अब प्रायः ग्यासै प्रयोग हुन्छ। यसलाई भरतपुर महानगरको रोललाई हेर्दाखेरि 3 किसिमले मैले यसरी राख्न चाहेँ। एउटा भनेको यो पनि आफ्नै एउटा यो सरकार हो, स्थानीय सरकार, 3 तहको सरकारमध्ये एउटा सरकार हो। आफ्नै ऐन नियम पनि डेभलप गर्न सक्छ, अझै यसलाई गाइडलाइनहरू अर्को डेभलप गर्न सक्छ। त्यसरी पनि रोक्न सकिन्छ। अर्को कुरो त अब आगलागी भइहाल्दा प्रिपेयर्डनेस हुनुपर्ने कुराहरू, एम्बुलेन्सहरू अनि त्यही अनुसार कर्मचारीहरू, नगर प्रहरीहरू त तयारी अवस्थामा राख्ने कुराहरू होइन, एभाइलेबिलिटी अफ इक्विपमेन्टहरू बनाउने कुराहरू पनि राख्न सक्यो। अब जेनरली अहिले सुरुमा भन्दाखेरि आगो लाग्दाखेरि पानी प्रयोग गरिन्छ, दमकल पनि पानीको मात्रै छ होइन। अब अहिले त आगो जेनेरेट हुने कुरा त धेरै आइसक्यो नि त। अब डिजल, ग्यास, अब बिजुलीका कुराहरू सबैतिर बिजुली आइसके। त्यो भएर अब सबै ठाउँमा आगोले ननिभाउन सक्छ। त्यो भएर अब आवश्यक यत्रो महानगरपालिकासम्म एउटा आवश्यक भनेको दमकल त, पानीको दमकल त अब चाहियो नै, चारजनालाई चाहियो। र त्यसको मात्रामा एउटा मात्रै भए पनि एउटा ड्राई पाउडरको एम्बुलेन्समा राख्न सकिन्छ क्या। जहाँ पानीले ननिभाउने ठाउँमा ड्राई पाउडर एम्बुलेन्स प्रयोग गर्न सकिन्छ। अब हालसालै पनि अस्ति भएर 1-2 दिनको घटना हेर्नु पनि हाम्रो जस्तै यो भरतपुरभित्रै बजारभित्रै एउटा सुज पसलमा आग लागेको देख्यौँ। अब अर्को एउटा होटेलमा पनि ग्यास सिलिन्डरबाट आग लागि भएको घटना सुन्नमा आएको थियो होइन। त्यहाँनिर अब इलेक्ट्रिक सर्टबाट, एउटामा इलेक्ट्रिक सर्टबाट आग लागि भएको छ, अर्कोमा चाहिँ ग्यासको आगो छ होइन। त्यहाँ तत्कालै पानीले चाहिँ ननिभाउन सक्छ फर्स्ट इनिसियल फेजमा। अब त्यसले टिपेर गएर अर्को काठ जलाइरहेको छ, कागज जलाइरहेको छ, जुत्ता जलाइरहेको छ भने त्यसलाई त पानीले निभ्यो। तर जो ओरिजिन हुँदैखेरि चाहिँ हामीले पाउडर प्रयोग गरियो होइन, एबिसी पाउडर प्रयोग गऱ्यो भने त्यसलाई निभाउन सकिन्छ। अर्को कुरो भनेको अब दुईवटा त मैले दुईवटा एस्पेक्टमा भनिसकेँ। तेस्रो चाहिँ अवेरनेस पिपुल, सबै आफैमा सचेत भए, आफैमा जागरुक भए, आफैमा प्रिपेयर्ड भयो भने त यसलाई कम गर्न सकिन्छ। त्यो एवेरनेस चाहिँ लोकल गभर्मेन्टबाट पनि दिन जरुरी छ। एक्ज्याक्टली। जस्तै मैले यो तपाईँले भन्नु भएको यसमा एउटा इन्फ्रास्ट्रक्चर जोड्ने कुरामा, जस्तै हामीले यो हस्पिटल लाइनमा एउटा पाइप देख्छौँ नि होइन, त्यो पाइप पनि एउटा यो फायरकै लागि राखिएको होजहरू होला होइन। हजुर पक्कै पनि कस्तो हुन्छ नि, फायर निभाउनलाई प्रयोग गर्ने इक्विपमेन्टहरू धेरै प्रकारको हुन्छ। अघि हामीले धेरै त फायर एक्सटिङ्ग्विसरको कुरा गऱ्यौँ होइन। अब ठुलो बिल्डिङ, मल्टी स्टोरेज बिल्डिङ, ठुलो बिल्डिङ वाटर होस्ट्रिलहरू प्रयोग गरेर हुन्छ, त्यो पाइपबाट तानेर बिल्डिङको फ्लोरमा पुगाउने। त्यस्तै गरी एउटा फायर हाइड्रेन्ट भन्ने हुन्छ। फायर हाइड्रेन्ट चाहिँ बेसिकल्ली यो आएको चाहिँ के हो भने पहिला सहरहरूभन्दा अलि साँगुरा, जस्तै हामी अहिले काठमाडौँको गल्लीहरूमा जान्छौँ, साँगुला गल्लीहरू छन्, झन् त्यहीँ धेरै मान्छेहरू छन्, त्यहीँ धेरै भिडभाड छ, त्यहीँ धेरै पर्जनशील पदार्थहरू छ होइन। त्यस ठाउँमा आग लागि भयो भने तत्काल रेस्क्यु गर्न जान अप्ठ्यारो हुन्छ। त्यही भएर अब दमकल पनि स्वाट पास नहुन सक्छ। त्यो बेलामा जहाँसम्म दमकल आउन सक्छ त्यहाँसम्म दमकल पास गर्ने, त्यसपछि त्यो फायर हाइड्रेन्टको एक ठाउँमा कनेक्सन गरेर अर्को ठाउँमा गएर निकालेर
अनि हामी आगो निभाउन सक्छौँ भने त्यसरी आइन्छ। अर्बनाइजेसनमा त्यो त अति जरुरी नै छ, किन बाक्लो बस्तीहरूमा त्यो जरुरी छ। हजुर। अब तपाईँले विशेष गरी यो पोडकास्टमा तपाईँले हामीले आज धेरै कुराहरू, धेरै एस्पेक्टमा फायर भनेको के हो होइन, फायरलाई कसरी सल्किन्छ, त्यसपछि अरू गभर्मेन्टले के गर्न सक्छ होइन, र लोकल गभर्मेन्टले के गर्न सक्छ, यी यावत विषयहरूमा हामीले कुरा गऱ्यौँ। र अन्तिममा तपाईँले यो तिहारको मुखमा छौँ हामी होइन, यसलाई लक्षित गर्दै प्लस केही अब हामी पोडकास्टको अन्तिममा पनि आइपुगेका छौँ, त्यही भएर अन्तिममा त केही कुराहरू जोड्नुपर्ने कुरा छ भने प्लिज। ठिक छ, धन्यवाद तपाईँलाई मलाई यहाँ बोलाएर यो एउटा पोडकास्ट तयार पारेर आफ्ना केही कुराहरू राख्न दिनुभएकोमा। यो अन्तिममा मैले भन्न चाहेको कुरा चाहिँ कस्तो भने लाइफ इज इम्पोर्टेन्ट, पक्कै पनि जीवन अमूल्य छ र बेला बेलामा दुर्घटनाहरू घटिरहन्छन्। अब तिहारको रमाइलो गर्दै गर्दा कसैको आँखा, कसैको कान, कसैको दुर्घटना, कसैको शरीर जलेर जलनका घटनाहरू पनि आइरहेको हुन्छन्। त्यही भएर अरूलाई हामी त भन्न सक्छौँ तर आफैलाई सुधार्न सक्छौँ होइन। त्यही भएर आफैलाई सुधार्न जरुरी छ। बेसिक सेफ्टी कोडहरू, सेफ्टी रुल्सहरू अपनाउन जरुरी छ। त्यसरी हामी आफ्नो र आफ्नो परिवार, हाम्रो समाजका जीवहरू र सम्पत्तिहरू जोगाउन सक्छौँ। त्यो कुरामा सबै आफ्नो ठाउँबाट सचेत रहन अनुरोध गर्दछु र यही कुरालाई सचेत रहँदै हर्षोल्लासले तिहारहरू मनाउनु होला। सबैलाई शुभकामना दिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच। मेरो यो वेलकमलाई, मेरो इन्भाइटेसनलाई स्वीकार गरेर सिएम सर आइदिनु भयो, धेरै धेरै धन्यवाद। यस्तै पोडकास्ट फेरि पनि रेकर्ड गर्न पाइयोस् उहाँसँग अर्को। आजको लागि भने यति नै। तपाईँहरूको केही कमेन्ट्सहरू, यसलाई अझै सुधार गर्नलाई केही कमेन्ट्सहरू छन् भने प्लिज कमेन्ट बक्समा राखिदिनु होला। यति भन्दै हामी आजलाई चाहिँ यहीँ बन्द गर्छौँ। थ्याङ्क यू सो मच।